हेलो गाइस, स्वागत छ यहाँहरूलाई सरिता आन्टीको भ्लगमा। मैले चाहिँ साथीहरू नाम चेन्ज गरेकी छु है। पहिला चाहिँ सरिता अफिसियल युट्युब च्यानल थियो भने अहिले चाहिँ नि सरिता आन्टीको भ्लग छ है। नाम चाहिँ नि प्लिज सबैजनाले माया गरेर सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु, मिठो कमेन्ट छोडिदिनु है। आज चाहिँ नि म मेरो छोरोलाई प्र्याङ्क गर्न जाँदैछु है। प्र्याङ्क चाहिँ के छ भने आउनुहोस् हेर्दै गर्नुहोस्। यहाँ चाहिँ मैले तेल खनाएको छु है, किनभने तेल यो बट्टामा राख्छ नि त, अनि त्यही भएर यसमा त हात डुबाउने कुरा भएन, त्यही भएर यसमा छ यस्तो प्र्याङ्क गर्छु कि के गर्दो रहेछ है गाइजहरू। यस्तो प्र्याङ्क गर्छु। यो चाहिँ नि आगोमा हिजो ढिँडो बनाएको थियो क्या, अनि यो कराई हो क्या गाइजहरू। खतरनाक प्र्याङ्क गर्न जान्छु क्या म। सान भाइ यहाँ आ त। सान भाइलाई बोलाउँछु क्यामेरा समात्नलाई, क्यामेराम्यान बनाउँछु उसलाई चाहिँ नि। यो के अरे त्यहाँ मैले के अरे भ्लग सुरु गरेको छु, म त धारामा उ गर्छु है, खिचाइ है। राम्रोसँग गर है। हस्। ताल परिरहेको छ, यत्रो सफा गरेँ मैले है, यहाँबाट बढ्दैन। अनि एउटा अल्छी डाका चाहिँ यहाँ कति दिन भयो अरे लुगा भिजाएको, 3 दिन 4 दिन भयो होला, 3 दिन 4 दिन भयो होला। बल्ल आज चाहिँ नि लुगा धुने फुर्सद भएको छ। यसलाई अल्छी बेज्जतै गर्न लाग्यो। यसलाई देखा, यसको अनुहार देखा त, यसको अनुहार देखा, कति दिन भयो अरे लुगा भिजाएको यसलाई। यहाँ हेर्छ, यहाँ यहाँ न यहाँ यहाँ मुख देखाएन, त्यो मुखमा हेर्नु कस्तो कालो लागेछ। यहाँ हेर्छ, खोइ मुख पुस्टिन्छ, खोइन खोइ के कालो लाग्यो आमा होइन, खोइ कस्तो भाइ कन्त कालो लाग्यो त। तर मान्छेले देख्यो भने के भन्छ, कहाँ पोतेर आयो भन्दैन। त्यो सफा गर पहिला। हो, धेरै दिन भिजायो भने धेरै धुनु पर्दैन रे साथीहरू। ट्रिक सुन्नु यहाँ, काम नपाएर बन्द गर। यहाँ भाँडा भिजाउनु पर्यो। किन चालु गरेर साथीहरू, मैले चाहिँ छोरोलाई प्र्याङ्क गर्न सकिनँ है। अब छोरीलाई ट्राई गरी हेर्छु। छोरी सुतिरहेछ, यो मोसो चाहिँ नि धल्नु पऱ्यो क्या, ऊ चाहिँ नि सुतिरहेको छ। हेर के हुन्छ है, आउनुहोस्। नानी चाहिँ नि यहाँ सुतिरहेछ साथीहरू, म देखाउँछु है। नानी चाहिँ यहाँ सुतिरहेछ, यहाँ मजाले सुतिरहेछ, भुइँमा सुतिरहेछ। यसलाई म ठिक पार्छु नि, पक्क मस्ती सुतिरहेछ यहाँ है। कालिया यो कस्तो बुझ्छ त देखा, यो कस्तो दुखेको मेरो खुट्टा। के दुख्यो, के भएर दुख्यो, एक्लै कस्तो आनन्द। हिजो त यस्तो घुमेको थियो, यस्तो सिधा भएको थियो। कति तातो भयो होला, त्यो अनुहारमा के भयो तिम्रो। रातो रातो छ। ए त्यो एकपट्टि यस्तो थियो, यता त केही पनि छैन। यसरी सुतेको के बस्नु अब के हो, यता मिला होइन भने त्यो हो के
त्यहाँ ऊ आइरहेछ ल डन्डीबाट आइरहेछ दुखिरहेछ नछुनु न दुख्छ भने कस्तो निधार त त्यहाँ न कस्तो यसो त्रिशुल देख्दो रहेछ है यस्तो मजाले हाम्रो मेरो कस्तो देख्छ मेरो देख्छ देख्दैन यसको झन् त्रिशुल यस्तो हुँदो रहेछ यस्तो गर्दा माथि यस्तो गर्दा ओह 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 यता छुट्छु यता यो मम्मीले कालो मोसो दल्दैछ मलाई थाहा नभएको यहाँ मलाई यो मम्मीले कालो मोसो दल्दैछ मलाई थाहा नभएको यहाँ मलाई थाहा भइसक्यो त्यो अघि नै यताबाट आउने बेला कस्तो भइसक्यो थियो यहाँ मुखमा गाइजहरू मेरो प्राङ नै फेल भयो यसले थाहा पाइहाल्यो काली भूत जस्तै पाइहाल्यो अब के गर्नु मेकअप प्राङ गरौँ भने गाइजहरू मेरो प्राङ असफल भयो यो मेरो दोस्रो चोटिको प्राङ हो है एकचोटि यता देखा न हौ एकचोटि चाहिँ कालो देखिन्छ एकचोटि चाहिँ मैले मेरो एलियन मेरो पपीको चाहिँ प्रेग्नेन्सी के अरे के भन्छ मिसक्यारेज भयो भन्ने मैले प्र्याङ्क गरेको थिएँ 1-2 वर्ष अगाडि होला अनि त्यसपछि आजै हो मैले प्र्याङ्क गरेको तर मेरो प्र्याङ्क चाहिँ सक्सेस भएन त्यस्तो छुनी बेलामा कस्तो फिल भइसकेको थियो क्या त्यो पनि अब के गर्नु ल चुप लाएर बसिरहेको थिएँ क्या म त्यहाँ लुगामा लाग्छ वाट एकचोटि त्यो मल दे त भाइ ओइ साँच्ची गएर आएको हेर्न एउटाको पारा फेरि के यस्तै हो यिनीहरूलाई चाइनिज क्रिम लगाएको चाइनिज क्रिम साथीहरू आजको लागि मेरो ब्लग पनि यति नै हेरेर साथ दिनु होला है।